नमस्ते, ताजा जानकारीको अर्को श्रृङ्खलामा हजुरलाई स्वागत छ। हजुरहरू दोलेश्वर महादेवको दर्शन गरिसकेपछि अब कुन चाहिँ रुट पक्रेर फर्किने होला भन्ने सोचिरहेको छ भने आज यो भिडियोमा हजुरलाई लोकेसन गाइड दिन गइरहेका छौँ। हाम्रो सुरुको श्रृङ्खलामा हजुरलाई हामीले सूर्यविनायक चोकबाट डोलेश्वर मन्दिरसम्मको लोकेसन भिडियो देखाएका थियौँ। अब हामी अर्को रुट पक्रेर चाहिँ यहाँबाट फर्किनेछौँ र यो रुटबाट हजुर फर्किनुभयो भने जगती पुगेर हजुर फेरि सूर्यविनायक चोक पुगेर अनि काठमाडौँतर्फ लाग्न सक्नुभयो। हजुर फर्किँदाखेरि अरण्यको हाइवे क्याच गरेर फर्किन सक्नुभयो। सो भिडियो सुरु गरौँ। धुलेश्वर महादेवको गेट कटिसकेपछि अब थोरै अगाडि लेफ्टतिर लाग्नुहोला। थोरै तल झरेर अब चाहिँ हामी राइट बाटो लाग्नेछौँ। बाटो एकदमै राम्रो छ, दृश्य एकदम रमणीय छ। हजुर यहाँबाट फर्किनु भयो भने पनि हजुरलाई एकदम रमाइलो हुने नै छ। बाइक, गाडी, स्कुटर हजुरसँग जुन साधन छ त्यसबाट आरामदायक रूपमा फर्किन सक्नुहुन्छ। बाटोको अवस्था एकदमै राम्रै छ। बाटो एकदमै राम्रो छ, दृश्य एकदम रमणीय छ। हजुर यहाँबाट फर्किनु भयो भने पनि हजुरलाई एकदम रमाइलो हुने नै छ। यो ठाउँमा चाहिँ हजुर कन्फ्युजन हुन सक्नुहुन्छ। यहाँबाट चाहिँ लेफ्ट नलाग्नु होला, लेफ्ट होइन, हामी राइट लाग्छौँ। राइटबाट सररररर अगाडि पुग्छौँ, अगाडि जान्छौँ, अगाडि बढ्छौँ।
यहाँबाट राइटमा कोभिड टाका टिकटकबाट चाहिँ एकदमै भाइरल भएको प्लटिङ यहाँबाट हजुरहरू जान सक्नुहुन्छ। तर हामी यो बाटो जाँदैनौँ किनकि हामी फर्किँदैछौँ। सो यहाँबाट स्ट्रेट तल नै झर्छौँ। यहाँ नजिकै हजुरले एउटा स्कुल पनि भेट्नुहुनेछ लेफ्ट ह्यान्ड साइडमा। यो बाटो नछोडिकन अगाडि बढ्नुहोला। अब थोरै अगाडि बढेर हजुरले लेफ्ट लेन पक्रेर यो खोलाको पुल तर्नुहोला र यहाँबाट फेरि सिधा अगाडि बढ्नुहोला। यहाँबाट जाने क्रममा भक्तपुरको एकदमै पपुलर चाइनिज इत्ता उद्योग पनि हजुरले देख्न सक्नुहुनेछ। यो बाटो यदि हजुरहरू फर्किनु भएको छ, यो बाटो हुँदै हजुरहरू ट्राभल गर्नुभएको छ भने कमेन्टमा लेखिदिनु होला। अलिकति अगाडि बढेपछि लेफ्ट ह्यान्ड साइडमा हामी जगती प्रहरी चौकी परिसर देख्दछौँ। अब यो ढ्वाका यानि गेट कटेर हजुर अलिकति थोरै अगाडि जानुभयो भने अरनिको हाइवे छुनुभयो र राइट ह्यान्ड साइडमा बनेपा धुलीखेल को रुट हो भने बनेपा धुलीखेलको रुट हो भने लेफ्ट ह्यान्ड साइड चाहिँ सूर्यविनायक सल्लाघारी हुँदै हजुरहरू काठमाडौँतर्फ लाग्न सक्नुहुन्छ।
यो चाहिँ जगटी चोक रहेको छ। यहाँबाट राइट पक्रिनु भयो भने भक्तपुरको ऐतिहासिक पोखरी कमल पोखरी पुग्न सक्नुहुनेछ। यसमा हामी अर्को भिडियो छुट्टै बनाउने नै छौँ। जगटी चोकबाट सिधै अगाडि बढ्नुभयो भने हजुरहरू आदर्श चोक पुग्नुहुनेछ र आदर्श चोकबाट अलिकति अगाडि थोरै बढ्नुभयो भने चाहिँ सूर्यविनायक चोक आइपुग्नुहुनेछ। आशा छ हजुरलाई यो भिडियो पनि सन्देशमूलक रह्यो होला। यस्तै ताजा जानकारी नेक्स्ट अपडेटको लागि चाहिँ हाम्रो च्यानल सब्सक्राइब गरेर राखिदिनु होला। साथै यो भिडियोलाई लाइक, सेयर र कमेन्ट पनि गरिदिनु होला। थ्याङ्क यू सो मच। बाइ बाइ।